के पो आर्मीमा भर्ती हुनको लागि ट्रेनिङ गर्छ नि हाम्रो डेली ट्रेनिङ यस्तो हुन्छ क्या गाइज एनीवन इन्ट्रेस्टेड पत्तामा चिप हजुर बा तपाईहरुको उमेरमा त म उडेको चरा टिप्थे करेक्ट नि मम्मी 25 मात्र हैन 50 वटा बोक थियो होला कि तर त्यसमा टम यदि भिडियोहरु चाहिँ मन परिरहेछ भने 400 सब्स्क्राइबर चाहिँ कटाइदिनु है जसरी भए प्लिज इट्स सेकेन्ड ट्रिप गाइज माथि मेरो डाँडामा आइपुग्यो एन्ड आई वाज फिलिङ लाइक मलाई यो जिन्दगीले कहाँ पुर्यायो हेलो व्हाट्सअप गाइस के छ तपाईहरुको हाल खबरमा आइसकेको छु नयाँ भिडियो लिएर अनि होप यो तपाईहरुले अगाडिको भिडियोहरु पनि मन पराउनु हुँदैछ अहिले चाहिँ म सिधै बारीबाट ब्लग स्टार्ट गर्दैछु किनकि आज दिनभरि दिउँसो भन्दा नि दिउँसोसम्म लाइन थिएन क्या अनि जब लाइन आयो अनि घरको कामसाम सकेर एकछिन रेस्ट गर्दाखेरि टाइम भयो अनि हतार थियो मैले घरबाट स्टार्ट गर्नु पर्यो भनेर सोच्दै थिएँ तर मैले सिधै बारीमा आएर ब्लग स्टार्ट गरेँ हैन अनि म चाहिँ खासमा किन आएको भने मैले घरको कामसाम सकेँ अनि अब यहाँ बाबालाई सघाउनको लागि आएको यो टमटरको क्यारेट छ नि यो टमटरको क्यारेट चाहिँ उयो डाँडाको टुप्पीमा निकाल्नु पनि उकालो चढ्नु पर्छ हो अनि बाबा व्हाट्सअप बाबा चाहिँ टमटर चाहिँ टिप्नु हुँदैछ कति 25 क्यारेट पुगिसक्यो हैन तर दाम चाहिँ छैन वर्षभरि मेहनत गरौ हैन लास्टमा दाम भने चाहिँ स्वात्त होइन राख्नु हो कि कति कसरी क्यारेट छ बाबा टमटर अलि यो खुद्रा 300 रुपैयाँ क्यारेट अनि 300-400 रुपैयाँ क्यारेट छ हो अब के गर्ने दुःख गराइ मात्र हुन्छ हो किसानको त गाइज दुःख गरो लास्टमा हेर्नु न 300 रुपैयाँ 400 रुपैयाँ केजी के आउँछ हो अहिलेको जमानामा 300 रुपैयाँ केजीमा अब मेन त नाफा भनेको व्यापारीलाई हुने हो क्या अब यहाँबाट लान्छ 300 रुपैयाँ 400 रुपैयाँ क्यारेट उहाँ लगेर बेच्छन् 30 रुपैयाँ 40 रुपैयाँ केजी हो अनि एउटा क्यारेटबाट खान्छन् 400-500 रुपैयाँ नाफा हामीले चाहिँ भाडा पनि तिर्नुपर्ने दबाई खर्च पनि तिर्नुपर्ने आफ्नो होइन खुन पसिना बगाएर मेहनत गर्नुपर्ने होइन चाडपर्व पनि मजाले मनाउन नपाउने गाह्रो छ यार गाह्रो के भन्ने अब यसको समाधान कसरी गर्न सक्छ भन्सार पनि अब इन्डियाबाट छिराइदिइहाल्छ सबै थोक सब्जीहरू अनि नेपालको सब्जीको दाम त ल्वात्तै सो गाइज अब चाहिँ के छ भने के छ टास्क भने यो चाहिँ हैन यो टमटर चाहिँ मैले बोकेर उहाँ माथि निकाल्नु पर्ने 25 क्यारेट चाहिँ ज्यादा त छैन भन्दा नि अब लो त नि सकिन्न यार अहिले त कति भयो यस्तो नबोके हैन अनि तपाईहरुलाई देखाइन्छु अब यो यस्तो बाटो चाहिँ अब अर्चे एडभेन्चर्स गर्नको लागि टाढा टाढा जान्छ नि हाम्रो गाउँ आइपुग्छ क्या ढुक्क यहाँको मान्छेले सब एडभेन्चर्स बजार जानु पर्यो भने एडभेन्चर्स बसमा त्यस्तै प्याक हुन्छ बाटो त्यस्तै खराब छ खेतमा आउनु पर्यो भने त्यस्तै एडभेन्चर्स दाउरा पानी दाउरा बोक्नु पर्यो भने त्यस्तै एडभेन्चर्स हैन सो गाइस अब छिटो छिटो यो क्यारेटहरु चाहिँ माथि पुर्याउनु पर्ने छ अनि भयो भने म गोल खेल्न पनि जानु भ्याउँछु भन्ने आशा छ 1 घण्टामा त सकिएला नि त्यत्रो बोकेर हैन त्यहाँ माथि पुर्याइदिनु पर्ने छ हो सो गाइस लेट्स पिक इट अप यहाँ चाहिँ डर हुन्छ क्या पहिरो झर्दिन्छ भन्ने तर त्यस्तो साह्रो झर्दैन झर्न पनि झर्यो भने सक्यो आज म छिटो छिटो बोलिरहेको छु किनकि एकदम मुडमा छु क्या लगायत स्टे ट्युन लगायत यसरी चाहिँ बोक्नुपर्छ हो मलाई अलिकति अप्ठ्यारो भयो यसरी होइन त्यसमा ज्यादा छैन 25 केजी हो ज्यादा छैन अरे क्या अझ भिडियोमा त भनिन्छ नि माथि मर्नु त पक्नु उकालो देखाइन्छु तो क्या कहते हो भाइ लोग किसी के बम में दम है तो आ जाओ हाय आर्मीमा भर्ती हुनुपर्छ क्या हामी के पो आर्मीमा भर्ती हुनको लागि ट्रेनिङ गर्छ नि हाम्रो डेली ट्रेनिङ यस्तो हुन्छ क्या गाइज एनीवन इन्ट्रेस्टेड यो पत्तामा चिप्क्यो भने चाहिँ जान्छ दामी तरिका यस्तो देख्छ भ्यू हैन ल फोन अप्ठ्यारो भयो यो फोन यता हालौँ 25 कैरेट से यार 1 कैरेट में हिकड़ी गया तो मैं कसम तुमसे ना हो पाएगा हाथ में लाला लुलु गयो त बे यहाँ न जानी ना कसम देखाउँछु त्यहाँ तलबाट के भएछ नि माक्री गफ ठोके तपाईहरुलाई ल बाटोमा पुऱ्याउँछु अनि अर्को क्यारेट टिप हान्नुपर्छ स्टे ट्युन गाइज मलाई बाटो देखा गरे मान्छे त्यत्तिकै हिँड्दा गलिन्छ यो उमेरमा हजुर बा तपाईहरुको उमेरमा त म उडेको चरा टिप्थे
25 केजीको क्यारेट हऱ्यो म रुवा बोक्यो जस्तो लाग्यो यो त उकालो चढेर हो जो भी बोल सकते हैं सब झूठ बोलो जहां भी बोल सकते हैं झूठ बोलो तर अलिकति यो उमेरमा चाहिँ एकदम हुनुपर्छ क्या हजुरबा तातो खुन अब हामी पो अलिक बुढो भयो त यसो तातो खुन देखाउनु पर्छ क्या जोस हुनुपर्छ क्या यो उमेरमा चाहिँ म उडेको चरा मात्र होइन चिल समाउँथे सर हल्का गली एकछिन बस्छु ल गाइस बाटो म त्यो के पो नर्मली उकालो नै हिँड्ने मान्छेलाई चाहिँ उकालो चढ्दै स्वाच्छु जान्छ होइन गाह्रो हुनेछ नि बाबाले झन् 2 क्यारेट एकैचोटि बोक्नुहुन्छ यार नबिसाइकन के छैन गाइड जिम जान छोडेर बरु यसो क्यारेट बोक्न आयो क्या ज्यान पनि बन्छोस् हेल्प पनि हुन्छ के कसो हेर्नु त यो चाहिँ त हाम्रो बारी होइन यहाँनिर चाहिँ दामी सब थोक छ यहाँ अम्लिसो पनि छ यहाँ अम्लिसोहरू पनि हुन्छ अलैँची पनि छ टमाटर पनि छ सुपारी पनि छ भरभरको सब थोक जस्तै छ क्या अनि तर बाटो चाहिँ अलिक अप्ठ्यारो छ अब यहाँ सिँढी बनाउन आउनुपर्छ एक दिन यस्तरी त हुँदैन सिँढी क्या टक्क खनेर सिँढी बनाइदिनुपर्छ त्यसो भने चाहिँ अलिक हेल्प हुन्छ यस्तोमा त अनि चिप्लेर वहाँ तल पुग्छ यार अलिकति खुट्टा चिप्ल्यो भने क्यारेटले उल्टै थिच्छ भन्ने डर ल स्टे ट्युन गाइड्स आज अब सब हेक्डी निस्किहाल्ने पर्यो हो अब हेल्प त गर्ने पर्यो हेल्प त गर्ने पर्यो होइन के गर्नु ल स्टे ट्युन सिउ अझै यति बाँकी साह्रै हो के पुऱ्याउँदा त्यस्तो यति बाँकी कहिले सक्नु अझै अरू कुरा पनि भन्नु छ क्या तपाईँहरू चाहिँ एसआइपी एकाउन्ट होइन अनि सेयरहरू खोल्नुहुन्छ नि यही हो क्या गाउँलेहरूको सेयर भनेको चाहिँ यिनीहरू हो क्या यो छ नि यो अहिले रोप्ने होइन 2 देखि 3 वर्ष स्याहार्ने त्यसपछि आमै पैसा त नि कहाँ राख्ने ब्याङ्कमा राख्ने कि खातामा अब कोही छोडिदिनु न कुरा यो भयो सेयर एकाउन्ट यो भयो नि यो हुन्छ यो अम्लिसो यो अलैँची भने गाउँ किसानको सेयर एकाउन्ट हो क्या यहाँ भनेको चाहिँ 2 वर्ष 3 वर्ष मिहिनेत गर्ने होइन यिनीहरू त अझै महिनैपछि स्याहारिरहनु पर्छ होइन यसमा चाहिँ थाहा हुँदैन तर यो सुपारी छ नि यो चाहिँ एकदम एसआइपी एकाउन्ट हो क्या 3 वर्षदेखि 4 वर्ष मजाले 500-600 झ्याङ लगाइदिने बारीभरि झाप्प अनि त्यसपछि महिनैपछि वर्षैपछि सोच्नु न यो एउटा झ्याङले कतिमा नि 15 वर्ष जति फल्छ क्या 12-15 वर्ष फल्छ अनि 400-500 झ्याङले वर्ष कति दिन्छ थाहा छ वर्षको कति दिन्छ त्यस्तै 1.5-2 लाख रुपियाँ दिन्छ क्या वर्षको अनि त्यो खातामा अम्मै कहीँ जाँदैन लगाएछ तर मलझल चाहिँ हुनु पर्यो है अलिकति मेहनत चाहिँ पर्छ अल्छी चाहिँ गर्नु भएन ल अब फेरि बोक्न जाने ल गाइज के गर्ने यार बोक्नै पर्यो इट्स सेकेन्ड ट्रिप गाइज माथि मेरो डाँडामा आइपुग्यो देन आई वाज फिलिङ लाइक मलाई यो जिन्दगीले कहाँ पुर्यायो छैन सासबाट नाटकमा पारिदिएको त भिडियोमा अलिक भ्युज आउँछ भनेर यतिमै गल भने त मिस्टर इन्ट्रेस्ट नै होइन नि हो गाइज यतिमा कहाँ गल्छ केटो तातो खुन देखाउनु परेन लाउरे पो त ओके गाइज मजा आइरहेछ यार लास्टै मजा आम्मै यति मजा केमा छु यतिको मजा केहीमा छु नि यदि मजा लुट्न चाहनुहुन्छ भने कन्ट्याक्ट मी इमिडिएटली म टमटर टिपाउँछु नभए दाउरा बोकाउँछु कन्ट्याक्ट गर्नु यतिको मजा त केहीमा छैन क्या जिन्दगीमा यतिको मजा कुरै नगर न अझै त्यही टिप त बाँकी नै छ भर्खर 2 टिप त हुन्छ मजा लिन बाँकी नै छ क्या गाइज अब कुरा छोड्दैन ल म चाहिँ मजा लिँदै गर्छु तपाईँहरू भिडियो हेर्दै गर्नु होला है त अनि सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु है त्यहाँ मेरो भिडियो हेर्ने 60%ले त सब्सक्राइब नै गरेको छैन यार सब्सक्राइब चाहिँ गर्ने नि ओके
मम्मीले मलाई भन्नुभयो कि खोइ तेरो 2 क्यारेट बोक्दैन गाई चाहिँ झराए त भन्नुहुन्छ को गलो यहाँ को गलो त्यस्तो मुले क्यारेट नि मम्मी 25 मात्र हैन 50 वटा बोक्थ्यो होला कि तर त्यसमा टम गजब बेइज्जती है रितो त 100 वटै बोक्छस् नि हैन त्यो टमटर हुँदा अलिकति फरक त परिहाल्छ नि हैन त रितो त भन्दैछु त मैले के त भएछ नि त्यो हल्का काँध दुखे जस्तो खुट्टा लालाक्लो लुक प्रेसर लो भयो जस्तो त भएको त्यो इट्स नर्मल गाइस इट्स नर्मल यति 25 का बाउ आज नबोक्नु ल म 4 दिन लाएर हैन बोक्छु चल कितनी मालूम है तेरे बाप को मत सिखा एक हप्तामा सकिन भने मेरो नाम पनि नितेश हैन ए सस यो त थुक्पामा हाल्ने सस कसले बनाउँछ अरे ए टमटर पुगेन नि पुग्यो भने त चाहियो नि त त्यही बनाएर भए बाबा तर आज 1 क्यारेट पनि नबोक्नु है साच्चै भन्दैछु छु म हप्ता दिन लाएर हैन बोक्छु मम्मीले मलाई च्यालेन्ज गर्नुभयो क्या बर गोरु बुढो गोरु अरे की बचकाना बातें किसी के गले नहीं उतरती लोग मजाक उड़ा तर जेसुकै भन्नु कि मम्मी जेसुकै भन्नु तपाईहरु यहाँ नजिस्काउनु हैन अब एकछिन चाहिँ बस्छु हैन नसोध्नु न आँप खानु किन गुटली गर्नुहुन्छ चाहिन्छ गलो पो अरे कहाँ गल्छ हैन यति एकछिन थाकेको हो एकछिन रेस्ट लिएको जानी जानी त्यो लगातार बोक्यो भने त्यो बाटो भत्किँदैन हुन्छ नि भोलि कुन बाटो हिँड्नुहुन्छ अलिकति छैन यार ज्यान बनाको तर सल्युट यार बाउलाई चाहिँ 2 क्यारेट बोक्नुहुन्छ यार कसरी अरु बेला 18 क्यारेट 22 क्यारेट आम्मामा साँच्चै सल्युट छ अहिले यहाँ भने त फुर्किनुहुन्छ कि फुर्केर आफै बोक्न थाल्नुहुन्छ क्या त्यही भएर म हाम्रो बाबाले त्यो 2 क्यारेट बोक्नुहुन्छ ओ 2 क्यारेट अहिले हेर्नु न त्यति हान्दिनुहुन्छ तर गाइस यो मम्मीले लास्टै कुरा काट्न थालिसक्नु भयो हैन अब खाउ पनि त च्यातेला नि त हैन तर यो सब चाहिँ मैले भ्लगको लागि गरे हैन भ्लग गर्दै मतलब भ्लग गर्नै थियो भने म अगाडिदेखि नै भ्लग गर्दै आउँथे क्या यहाँ आएपछि के भन्नु नि बाबाले भ्लग नगरे भन्नुभयो क्या अनि ल अन्त गरिदिउँ भनेर बाबा नि अब यस्तो गर्नुहुन्छ नि त हैन अनि सपोर्टिभ हुनुहुन्छ नि त हैन अनि मेन चाहिँ म यस्तो टाउकोमा बोक्दिनँ क्या जस्तो भारी हो नि काँधमा बोक्छु हैन र पनि गाह्रो भयो नि त काँधमा पनि धेरै भयो त्यो यस्तो भारी नबोक्या अनि अलिक टाइम पनि कम छ त्यही भएर सो यसमा बोक्या अनि अर्को कुरा के भन्दै थियो भने म इभन अब मलाई यस्तो जरुरत पनि छैन क्या मतलब अब कहिले आइज यस्तो गर भनेर त्यस्तो फोर्स पनि गर्नु हुँदैन र पनि त्यो हुन्छ नि आफू चाहिँ बसी बाबुआमाले चाहिँ यत्रो भारी बोकेको सहन त सकिँदैन नि त हैन अब कमाउनै सकेको छैन अहिले त जे होस् अब जागिर सागिर खाएको छैन नखाए पनि यसो गर्दै गरेको काममा आफूले पनि हात बटाइदियो भने चाहिँ एकदम बाबुआमालाई पनि खुसी लाग्छ जस्तो लाग्छ क्या मलाई त्यही भएर तपाईँहरू पनि हल्का हेल्प गर्नु हैन अब जे होस् अब बारीमै आएर काम नै गर्न सक्नुहुन्न भने अनि घरमा हैन यसो बाबा मम्मीहरू बारी जानुहुन्छ भने घरमा यसो काम गरिदिनु नमा केही जब सब छ भने यसो सपोर्ट गरिदिनु अनि त्यसै भन्न चाहन्छु अब ज्यादा बोल्यो भने चाहिँ माफ पाऊँ अनि सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु है अझ दामी खतरा कन्टेन्टहरू आउँछ मैले सोचिरहेको छु अब गर्न चाहिँ पाएको छैन हो त्यही भएर सब्सक्राइब चाहिँ गरिदिनु होला है अलिक सपोर्ट चाहिरहेको छ यार साँच्चै भन्दा ल गाइस फोन नि अफ हुन लागेछ अब एकैचोटि यो क्यारेटहरू बोकिसकेर म भ्लग गर्छु हजुर एक साइड भित्ता कुलो 1 फुटको
खतरोको खेलाडी हेर्दाखेरि हुन्छ। टिभीमा खतरोको खेलाडी हेर्नु पर्दैन कि। हेर्नु न, भारी यता खाडी यता एक्लो नारी। यता खाडी छ, झर्यो त सक्यो बाटो यत्रो। अनि खतरोको खेलाडी हेरिरहनु पर्छ, खतरो खेलाडी हेरिरहनु पर्छ र यस्तो छ है। ट्याक्क हेर्छु न, देख्दैन रहेछ क्यामेरा मजाले, हरियोले गर्दा क्या। यस्तो सक्यो जिन्दगी हो। अब चाहिँ फोन सो गाइज आज म चाहिँ के गर्नको लागि इन्फर्म भएको भने यो चाहिँ 2 दिनको ब्लग एकै दिनमा हुँदैछ होइन। तर आज चाहिँ मैले केही क्याप्चर गरेको थिइनँ र पनि आज ब्लग अपलोड गर्नु टाइम चाहिँ यो त ब्लग अपलोड गर्नु पर्यो भनेर सोचिरहेको थिएँ, तर पाएन क्या। म कलेजबाट आएँ होइन, सिधै अब घरको कामसाम थियो अनि त्यो सक्यो होइन। अनि सकेर खानासाना खाएर एकछिन रेस्ट गर्न आँटेको थियो। अब फेरि बाबाहरूलाई खाजासाजा, यता मम्मी पनि उधर जानुभएको थियो नि त, अनि भर्खर आउनुभएको थियो। अनि खाजासाजा ल्याइदियो, खाजाहरू ल्याएपछि अनि ड्रेस धुँदा एकछिन रेस्ट गर्नु पर्यो भने अब फेरि आज पनि टमटर फलेछ क्या दामी। त्यो घाम ज्यादा लाग्यो नि त अस्ति, अनि त्यो भएर कति 20-22 क्यारेट फलेछ आज पनि। अनि यहाँ यसो हेर्नु फेरि आज पनि आएँ, तर हिजो चाहिँ अलिक गाह्रो भएको थियो क्या। यहाँ काँधमा उकालो बोक्दाखेरि के हुँदो रहेछ भने त्यो एक साइड यस्तो हुन्छ नि त, अनि त्यो भएर सास लिन गाह्रो भएको थियो क्या। अनि उकालो चढ्दा त्यो धप्पेको गोरु जस्तो होइन भइरहेको थियो, तर आज त्यस्तो भएको छैन। अनि काँधमा नि बोक्यो तर त्यति साह्रो भएको छैन। यो चाहिँ हल्का दुखिरहेको छ हिजोकोले होइन। अनि यो यस्तो करङहरू हुन्छ नि, त्यो एक साइड मात्र प्रेसर भएर। अनि हिजो चाहिँ टाउकोमा बोक्दा पनि दुखिरहेको थियो, आज त्यस्तो साह्रो केही भएको छैन, नर्मली नै छ होइन। त्यही हिजोकोले हल्का जिउ चाहिँ दुखेको छ, तर त्यस्तो गाह्रो चाहिँ केही परेको छैन। म चाहिँ यहाँ माथि डाँडामा छु क्या। इधर चाहिँ गिरे त्यो गया। अनि यति नै भन्नु थियो है त गाइज। सो भिडियो आउन चाहिँ अलिक ढिलो भयो। अनि यदि भिडियोहरू चाहिँ मन परिरहेको छ भने 400 सब्सक्राइबर चाहिँ कटाइदिनु है जसरी भए पनि प्लिज। 400 चाहिँ यो महिनाभित्रमा, मैले आज भोलि नै भनेको छु न, यो महिनाभित्रमा चाहिँ 400 सब्सक्राइबर कटाइदिनु है त। अनि अब भेटौँला नयाँ भिडियोमा। तपाईँहरूलाई यो भिडियो पनि मन पर्यो भने म आशा गर्दछु। मन परेन भने यसो सजेसन दिँदै गर्नु, कस्तो कस्तो कन्टेन्टहरू चाहिएको छ होइन, अरू पनि ट्राई गर्दैछु। ल है त गाइज, अब फेरि बोकौँला, अब भेटौँला अर्को भिडियोमा। तबसम्मको लागि बाई बाई, सी यू।